We're chasing stars, we're breaking rules. Our hearts are loud, we're no fools. Every moment we're in control. This is our time, this is our goal. Living now. सो हे गाइज तपाईहरुलाई स्वागत छ ब्लग 7 पार्ट 2 ब्लगमा। अनि हामी चाहिँ केदारनाथ जाँदै थियौं। बस चाहिँ यहाँ रहेको छ भने होटलमा चाहिँ यही रोकेको थियौं हिजो चाहिँ हामी। अब चाहिँ हामी जानुपर्ने हुन्छ। हामी चाहिँ अब लागौं है त। मजाले अब जानुपर्ने हुन्छ केदारनाथ। आज चाहिँ पुगिन्छ होला, तर राति पुगिन्छ होला, किनभने आज पनि त्यस्तै अलि टाढा नै रहेको छ यहाँबाट पनि केदारनाथ। मैले भनेको थियो हेर्न सक्नुहुन्छ बाटो चाहिँ अफ रोड रहेको छ भने अलि माथिसम्म चाहिँ अफ रोड रहेको छ। अब यस्तै छ बाटो चाहिँ। अनि अब अफ रोडबाट फेरि चाहिँ पिच बाटो चाहिँ आउँछ होला जस्तो मलाई लाग्छ, किनभने केदारनाथको यता मन्दिरको यता चाहिँ पिच रोड रहेको छ। हामी चाहिँ अहिलेलाई चाहिँ अफ रोड जाँदै छौं हेर्न सक्नुहुन्छ। तर अहिलेलाई चाहिँ हाम्रो साथको साथीहरु चाहिँ लामा डिलक्समै गइरहेको छ। यो लामा डिलक्समै अहिलेलाई चाहिँ हुनेछ, किनभने यहाँ अफ रोड बाटोमा चाहिँ हाम्रो ट्राफिकहरु हुँदैन भने। अब चाहिँ यहाँबाट चाहिँ मैले चाहिँ अर्को गाडीमा पठाइसकेको छु हाम्रो माथिको प्यासेन्जरहरुलाई चाहिँ। अब चाहिँ हामी चाहिँ केदारनाथ गएरै भेट्ने छौं माथिको प्यासेन्जरहरुलाई चाहिँ है त। अब थोरै भिडियो फेरि पनि म्युजिकमा है त। निस्केको चाहिँ हामी बिहानै निस्केको छौं हाम्रो होटलबाट चाहिँ। अब हेरौं कति लाग्छ हाम्रो केदारनाथ। टाढा त टाढा नै छ, रातिसम्ममा चाहिँ पुगिन्छ होला जस्तो मलाई लाग्छ, किनभने टाढै रहेको छ। र हाम्रो लामा डिलक्स कुद्न चाहिँ एकदमै बबालै कुद्छ र तपाईहरु खेल्नु होला, एकदमै राम्रो रहेको छ। लामा डिलक्स चाहिँ बबालै रहेको छ, एकदमै राम्रो रहेको छ भने एकदम। हामी चाहिँ जाँदैछौँ, बिस्तारै जाँदैछौँ। अहिले चाहिँ बाटो एकदम साँघुरो रहेको छ, त्यही भएर अलि बिस्तारै गइरहेको छौँ हामी चाहिँ। अब चाहिँ लामा डिलक्सको थोरै भिडियो फेरि पनि म्युजिकमा है त। Living now, living loud. Don't let the moment slip away somehow. We're here, we're free, we're strong. Living now, we'll move along. Yeah, we're unstoppable. हामी चाहिँ म्युजिक सुनेर आउँदा यहाँ रात पर्यो र पानी पनि पर्न सुरु भएको छ भने। अब चाहिँ धेरै टाढा छैन हाम्रो केदारनाथ मन्दिर चाहिँ। केदारनाथ मन्दिर चाहिँ उयो अगाडिको यहाँ साइडमा हेर्न सक्नुहुनेछ, त्यो नै रहेको छ केदारनाथ मन्दिर। अब चाहिँ हामी पुग्न आँटिसकेको छौं भने अब हामी राति पुगेको छौं। यदि भिडियो हेरिन्जेलसम्म लाइक शेयर सब्स्क्राइब कमेन्ट गर्नु भएको छैन भने अहिले नै तुरुन्तै गरिहाल्नुस्। र हाम्रो फर्केको भिडियो चाहिँ आउँदैन होला, किनभने थकाइ एकदम लाग्छ। अब हामी चाहिँ जानुपर्ने हुन्छ। फाइनली पुग्यो केदारनाथ मन्दिर चाहिँ एकदम बबालै रहेको छ, हेर्न सक्नुहुनेछ। अगाडिबाट चाहिँ एकदमै राम्रो देखेको छ भने हामी पछाडि पनि जान्छौं। अगाडिबाट चाहिँ अलि सानो देखेको छ मन्दिर भने। यता हाम्रो लामा डिलक्स चाहिँ यता रहेको छ, हेर्न सक्नुहुनेछ। साइडबाट चाहिँ मन्दिर एकदमै ठुलो रहेको छ। तपाईहरुले अगाडिबाट हेर्नु भएको छ भने अलि सानो देख्नुहुन्छ भने साइडबाट हेर्नुस् एकदमै
ठुलो देखिनेछ मन्दिर चाहिँ। आजको लागि यो भिडियो यति नै, हस्त बाई।